हेलो साथीहरू सम्पूर्णमा गुड मर्निङ है। सबैजना आरामै हुनुहुन्छ होला, के गर्दै हुनुहुन्छ सबैजना, चिसोबाट बस्नु होला है। आज म कालीमाटीसम्म हिँड्दै जाँदैछु कलङ्कीदेखि। गाडीमा 6 मिनट लाग्छ भने हिँडेर 15-16 मिनट लाग्छ। धेरै हिँडिराख्नु, गाडी चढ्न र हिँडिराख्दा ठिक हुन्छ कि मलाई त्यस्तो लाग्छ है। पानी बिग्रिन्छ गाडी हिँडिराख्दै, थोरै बाटो पनि हिँड्न नसक्ने अल्छी भयो नि त्यस्तो हुन्छ। हिँड्दै आएको छु, तपाईँहरू पनि मर्निङ वाक गर्नुहुन्छ होला। मर्निङ वाक त्यही नै हो है। मेरो भिडियो कहाँदेखि हेर्नुहुन्छ र कहाँदेखि हुनुहुन्छ तपाईँहरू अवश्य पनि कमेन्ट गर्नु होला अनि मलाई साथ सहयोग गर्न पनि नभुल्नु होला है। तपाईँहरूलाई राम्रो राम्रो भिडियोहरू म देखाउनेछु। हिजो बेलुकामा दसबाट आएको थिएँ, हिँडेर नै आएको थिएँ। लगभग 45 मिनटमा आइपुगेको थिएँ। 45 नभए 55 मिनटमा कालीमाटी आइपुगेको थिएँ। म कहाँबाट आएको भने धोबीघाट खावेलन्दा अलि माथितिर पर्छ, पिछापट्टिबाट त्यहाँबाट आएको छ। यतापट्टि छ अपार्टमेन्टहरू, सोल्टी सिटी भन्छ अपार्टमेन्टहरू, अपार्टमेन्ट भएको सोल्टी होटल अलि तल छ। तपाईँहरूको राय सुझाव सल्लाह हरेक कुराहरूमा मलाई साथ सहयोग चाहिन्छ। म हल्का बोल्न पनि डराए जस्तो गर्दछु है, किनकि अब त्यस्तो बोलिराख्ने बानी छैन। अब आवश्यक परे मात्र बोल्ने, नत्र नबोल्ने, धेरै कुरा नबोल्ने बानी गरेको साथीहरू। अब हल्का भिन्दै गर्दा पनि केही बोलौँ, भिडियो बनाऊ भनेको साथीहरू। तपाईँलाई कस्तो लागिरहेको छ त मेरो बोली? कस्तो हल्का अड लागे जस्तो भएको छ मलाई, तर पनि म बोलिरहेको छु किनकि तपाईँको साथ सहयोग आवश्यकता छ, खाँचो छ मलाई। साझा यातायात एकदम कम्फर्ट लाग्छ यसमा बस्नका लागि। भिडियो धेरै लामो त नबनाऊ होला साथीहरू। अब 4 मिनट पुगिसकेछ है। तपाईँहरूलाई मेरो भोइस कस्तो लाग्दछ अवश्य पनि प्रतिक्रिया दिनु होला। अब म लगभग 5 मिनट हिँड्यो भने कालीमाटी पुग्छु। म 9 बजेर 5 मिनट छँदाखेरि म कलङ्की थिएँ, कलङ्की मन्दिर मेरो ठाउँमा। र अहिले भएको छ 9:12 सोल्टी मोड आयो भने 1 मिनटमा पुग्छु एउटा मोड। छिटो नै आइदिँदो रहेछ साथी। पहिला म गाडीमा हिँड्दा थिएँ,
गाडीमा अब 25 रुपियाँ लिइरहेको थियो। गाडीमा फेरि कालीमाटी पुऱ्याउनलाई 20 मिनट 15 मिनट लगिहाल्छ। तर म अहिले आफ्नै तरिकाले हिँड्छु। मर्निङ वाक जस्तो भयो बिहानमा है। बिहान हिँडेर हो, तर अब कलेज जाँदैछु। कलेज जाँदाखेरि अब हिँड्छु बाटो हिँड्नु त, तर पनि अहिलेलाई म यति बेला नै हिँड्छु। मर्निङ वाक पनि भयो, पैसा पनि बच्यो नि त साथीहरू थोरै भए पनि। मनमती खोला पुल खोला हो, तर अहिले ढल छ। यता चाहिँ नेपाल टेलिकमको अफिस। यही तल बोर्डहरू फाल्छ, केमिकलहरू सबै यहीँ फाल्छ। ल त साथीहरू, आजलाई यति नै। म अर्को भिडियोमा आउनेछु। आजको मेरो यो होटल कस्तो लाग्यो भन्दै गर्दाखेरि तपाईँहरूसँग जोड्यौँ भनेर भिडियो बनाएको थिएँ। यहाँ त माथि सोल्टी होटल हुन्छ। सोल्टीमा ठुल्ठुला नेताहरू अब छलफल गरेर मिटिङहरू गर्दा बस्ने हल भनेको माथि सोल्टी होटल। र साथीहरू, म केही छैन, कालीमाटी पुग्छु, कालीमाटी नै पुग्छु। तपाईँहरू सानो भिडियो अब यस्तो पनि हाल्नेछु, 200 हाल्नेछु। कस्तो लाग्छ प्रतिक्रिया दिनु है। र यदि तपाईँहरूलाई यो भिडियो ठिक लाग्यो भने अवश्य पनि कमेन्ट गर्नुहोला। अनि नयाँ भिडियोमा पनि अझ राम्रो कुराहरू लिएर आउने नै छु। साथीहरू बाई।